नमस्कार, हजुरलाई कारबार एपमा स्वागत छ। हजुरको बिजनेस चलाउँदा धेरैचोटि भिडभाड र हल्लाको बीचमा ट्रान्ज्याक्सन्स रेकर्ड गर्नु एकदम गाह्रो हुन्छ। कस्टमर्सहरू कुरिरहेका हुन्छन्, अर्डरहरू थुप्रेको हुन्छ र हजुरले सबै कुरा म्यानेज गर्नुपर्दा त्यस्तो रसमा ट्रान्ज्याक्सन रेकर्ड गर्न भ्याइ नभ्याइ हुन्छ। यही बेलामा क्विक एन्ट्रीले काम गर्छ। यो फिचरले हजुरको ट्रान्ज्याक्सन रेकर्ड गर्ने काम एकदम छिटो र सजिलो बनाउँछ। यो ट्युटोरियलमा हजुरले सिक्नुहुनेछ कसरी कारबार एपमा क्विक एन्ट्रीले ट्रान्ज्याक्सन छिटो र सजिलोसँग रेकर्ड गर्न मिल्छ भनेर। कारबार एप खोल्नुहोस् र हजुरले होम पेजमा क्विक एन्ट्री आइकनमा ट्याप गर्नुहोस्। यहाँ हजुरले क्याल्कुलेटर जस्तो स्क्रिन देख्न सक्नुहुन्छ। यसमा हामीले अकाउन्टिङ र क्याल्कुलेटर एकै ठाउँमा ल्याएको छौँ। बाइ डिफल्ट क्याश सेल्स अप्सन माथिको सेक्सनमा सेलेक्ट गरेको हुन्छ। यदि अरू केही रेकर्ड गर्नुपर्छ जस्तै पर्चेज या एक्सपेन्स भने माथिको मेन्युबाट रेलेभेन्ट अप्सन ट्याप गर्नुहोस्। जति पनि आइटमहरू बेच्नुहुन्छ त्यहीको प्राइसहरू एक एक गरी एन्ट्री गर्नुहोस्। टोटल अमाउन्ट इन्स्ट्यान्टली क्याल्कुलेट हुन्छ, जसले गर्दा हजुरले टोटल अमाउन्ट पाउनुहुन्छ। हजुरले खुद्रा व्यापार गर्दै हुनुहुन्छ भने क्याश सेल सेलेक्टमै छोड्नुहोस्। यदि हजुरको पार्टीसँग ट्रान्ज्याक्सन छ भने यहाँबाट आफ्नो पार्टी सेलेक्ट गर्नुहोस्। जब हजुर रेडी हुनुहुन्छ रेकर्ड सेलमा ट्याप गर्नुहोस्। बस यति प्रोसेसले हजुरको ट्रान्ज्याक्सन रेकर्ड भइसक्यो, एकदम छिटो र सजिलो तरिकाले। यसरी नै हजुरले आफ्नो एक्सपेन्सेस पनि रेकर्ड गर्न सक्नुहुन्छ। सुरुमा एक्सपेन्स सेलेक्ट गर्नुहोस्, एक्सपेन्स अमाउन्ट एन्टर गर्नुहोस् र एक्सपेन्स क्याटेगोरी पनि सेलेक्ट गर्नुहोस्। अनि अन्तिममा रेकर्ड एक्सपेन्समा क्लिक गर्नुहोस्। यति छिटो हजुरले एक्सपेन्स पनि रेकर्ड गर्नुभयो। यी रेकर्ड गर्नुभएका एन्ट्रिजहरू सबै ट्रान्ज्याक्सन्स पेजमा पाउन सक्नुहुन्छ। यदि रेकर्ड गर्नुभएको ट्रान्ज्याक्सन कुनै दिन एडिट या रिभ्यू गर्नु परेमा यतैबाट गर्न सकिन्छ। यहाँबाट गर्नुभएको ट्रान्ज्याक्सन पनि हजुरले पार्टी लेजरमा पनि पाउन सक्नुहुन्छ। क्विक एन्ट्री हजुरले मोस्टली क्याश सेल्स ह्यान्डल गर्नुहुन्छ र इन्भेन्ट्री रेगुलरली अपडेट गर्नु पर्दैन भने तपाईको लागि यो एकदमै पर्फेक्ट छ। क्विक एन्ट्रीमा हजुरले टप राइटमा सेटिङ अप्सन पनि पाउन सक्नुहुन्छ। सेटिङमा हजुरले क्विक स्टार्टबाट हजुरले हरेक पटक कारबार एप खोल्दा अटोमेटिक क्विक एन्ट्री ओपन हुने बनाउन सक्नुहुन्छ। यसलाई अन गरेर हेरौँ कस्तो हुन्छ। अब यहाँ कारबार एप क्लोज गर्छौँ अनि फेरि कारबार एप ओपन गरेर हेर्दा देख्न सक्नुहुन्छ क्विक एन्ट्री बाइ डिफल्ट अन हुन्छ। नोट र रिमार्क्स हजुरलाई क्विक एन्ट्री ट्रान्ज्याक्सनमा चाहिन्छ भने यो अप्सन अन गर्न सक्नुहुन्छ। यो फिचर अन गर्दा एड नोट देख्न सक्नुहुन्छ। अब ट्रान्ज्याक्सन रेकर्ड गर्दा हजुरले नोट्स पनि एड गर्न सक्नुहुन्छ। इनेबल डेटबाट हजुरले आफ्नो क्विक एन्ट्री ट्रान्ज्याक्सन बाइ डिफल्ट आजको डेटलाई चेन्ज गरी कुनै पनि डेटको ट्रान्ज्याक्सन रेकर्ड गर्न सक्नुहुन्छ। यसै गरी यदि क्विक एन्ट्रीबाट कुनै ट्रान्ज्याक्सन रेकर्ड गर्न चाहनुहुन्छ भने कारबार एपको अरू फिचर्सहरू कसरी प्रयोग गर्न मिल्छ भनेर सिक्नको लागि हजुर हाम्रा अरू भिडियोजहरू पनि हेर्नुहोस्। धन्यवाद। कारबार गरौँ डिजिटली र स्मार्टली।